म चाहिँ पदम दाको घर आइपुगेँ अहिले होइन एन्टक लिएर टक्क यहाँनिर पदम दाको घरमा चाहिँ आइरहेको छु होइन पदम दाले पनि यहाँभित्र हुनुहुन्छ पदम दा चाहिँ होइन पदम दा आउनुहोस् न एकछिन हेलो दा ठिकै हुनुहुन्छ एकदम ठिकै छु नि काम हुँदैछ नि दा अहिले यहाँ हाम्रो लिङ्चेमा चाहिँ यता पुराण हुँदैछ 11 दिनको शिव पुराण अनि हाम्रो भाइ चाहिँ हाम्रो अपरेटर भाइ हो जेसीबी कुदाउनुहुन्छ यस्तो यङ एजमा खै तिम्रो अनुहार पनि देखाउन हो अन्त यस्तै ह्यान्डसम अनुहार चाहिँ लुकाएर हुन्छ अनि यहाँ भाइले चाहिँ यत्रो एजमा जेसीबी मेसिन चलाउँछ र मेरो भाइलाई पनि प्लिज तपाईँहरूले एकदमै धेरै सपोर्ट अनि माया गरिदिनु होला फेसबुकमा इभन युट्युबमा पनि केमा छ युट्युब फेसबुक इन्स्टाग्राम सबैमा माया गरिदिनु होला जस्तो हामीलाई गर्नुहुन्छ भाइहरूलाई गरिदिनुहोस् होइन अनि त्यति भन्न चाहन्छु साकालाई बेन्थ्यो अनि मेरो भाइलाई धेरै माया ल मेरो भाइ के कस्तो ओभर लजाइदियो त अन्त के यति नै छ मेरो भ्लगमा चाहिँ होइन दालाई भेट्न आएको थिएँ आज खुसी लाग्यो दालाई भेटेर होइन थ्याङ्क यू तपाईँको भ्लग त अब सबैले मन पराउँछ होइन तपाईँको मुभी पनि सबैले थ्याङ्क यू मेरो भाइ थ्याङ्क यू अब यति नै तिमीलाई पनि थ्याङ्क यू बाई 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 गुड फलो नाइट गरिदिनु होला लाइक गरिदिनु होला मेरो भाइलाई क्षितिज छेत्री ल मेरो भाइ हुन्छ दा भेट्दै गरौँ ल अब त कहिले आउँछौ तिमी अब भोलि पनि ड्युटी हुन्छ नि त यहाँ त सक्यो होला होइन यहाँ काम यहाँ आज सकिन्छ ढुङ्गा फुट्यो सबै? अब ढुङ्गा उठाउँदैछ हो अब एकछिन गएर ढुङ्गा उठाएर फेरि माथि ए माथि हो नि त है अँ। माथि आउँछु त्यसो भए हुन्छ दा माथि ग्राउन्ड म आइहाल्छु नि त आइतबारतिर यसो घुम्दै बस्छु अलिक दिन यो पारि त यो पुराण पनि छ पूजा पनि छ गाउँमा अलिक आइतबारतिर यसो घुम्नु लाग्दिउ न है भ्यायो भने भन्छु। हुन्छ म टाइम मिल्यो भने त हुन्छ जहिले त पनि हुन्छु। हुन्छ बाई बाई दा भाइ, मेरो भाइ ल राम्ररी जानु ल हुन्छ त कहाँ पुग्नु पर्यो अब रानी बुल दा रानी पुल हजुर अम्बो चिसोमा ज्याकेट ल्यायो होला नि हजुर ज्याकेट छ नि त सन्जा ल ल राम्ररी ओके जानु बाई बाई ल, गाइस बाई, सबैले मेरो लाइक भाइ। गरिदिनुहोस् होला है बाई बाई